म धन वर्षा गर्ने एउटा सानो उपाय साझा गर्दैछु। यो निकै अद्भुत र परीक्षण गरिएको तरिका हो। भन्छन् धन त्यही घरमा टिक्छ जहाँ ऊर्जा स्थिर हुन्छ, जहाँ मनमा कृपा हुन्छ, त्यहाँ लक्ष्मी माता स्वयं विराजमान हुनुहुन्छ। मेरो परमहंस गुरुदेव भन्नुहुन्छ, धन बाहिरबाट आउँदैन, मनको विश्वासबाट बग्छ। अब यसलाई अलिकति बुझ्दै कर्मा तपाईको घरमा पनि उत्तर पूर्व कुनो हुन्छ। उत्तर पूर्व कुनो सधैँ धनको प्रतीक र सकारात्मक ऊर्जा प्रवेश गर्ने स्थान हो। त्यसैले उत्तर पूर्व कुनोलाई राम्रोसँग शुद्ध गर्नुहोस्। यदि सकिन्छ पनि गंगाजल नभए पनि जुनसुकै मन्त्रको जप तपाई गर्नुहुन्छ, कम्तीमा 10 मिनेटका लागि कुनै पनि मन्त्रको जप गरेर। यदि सकिन्छ भने महामृत्युञ्जय मन्त्रको जप गरेर पानी अगाडि राख्नुहोस्। त्यो जपबाट त्यो पानीलाई सक्रिय पार्नुहोस् र त्यसपछि त्यसको छर्काव गर्नुहोस्। त्यहाँ कुनामा पित्तल वा माटोको सानो दियो अवश्य बाल्नुहोस्। घरमा घिउको एक बत्ती, एक चिम्टी बेसार, 2वटा कपुरका टुक्रा र अलिकति चामल राख्नुहोस्। चामल धनको प्रतीक हो। दुवै हात जोडेर आफ्ना इष्ट गुरु भगवान र माता महालक्ष्मीको ध्यान गर्नुहोस् कि हे माता महालक्ष्मी, मेरो घरको हरेक पर्खालमा, हरेक कुनामा तपाईको कृपाको प्रवाह सधैँ रहोस्। आमा महालक्ष्मी धमकी देवी मात्र होइनन्, उनी सफलताकी देवी पनि हुन्। उनी घरमा सकारात्मक ऊर्जाकी देवी पनि हुन्। त्यसैले हामी उहाँलाई प्रार्थना गर्नेछौँ। बत्ती बाल्दा ओम श्री ह्रीम क्लीम महालक्ष्मी नमः भन्ने प्रार्थना गर्नुहोस्। ओम श्री ह्रीम क्लीम महालक्ष्मी नमः। ओम श्री ह्रीम क्लीम महालक्ष्मी नमः। तपाईले यसलाई अनुभव गर्नुहुनेछ, महसुस गर्नुहुनेछ। यो दियो केवल तेलले मात्र बालिएको छैन, तपाईको कृतज्ञताको दियो पनि बालिएको छ। यो फलामको सुनौलो ऊर्जा तपाईको घरमा फैलिरहेको छ। छानादेखि ढोकासम्म सबै कुरा सुनौलो प्रकाश लिनु आएको छ। यही त धन चेतनाको क्षण हो। धनको ऊर्जा सक्रिय हुन्छ। भन्नुहोस् म मनी म्याग्नेट हो। म तपाई आफ्नो श्रीमानका लागि गर्दै हुनुहुन्छ, आफ्नो परिवारका लागि गर्दै हुनुहुन्छ भने हाम्रो घर मनी म्याग्नेट हो। यहाँ कृपा सधैँ झरिरहन्छ, पैसाको कृपा सधैँ झरिरहन्छ। लक्ष्मी प्राप्त गर्ने चाबी भक्ति हो, भावना हो। यो कुरा राम्रोसँग बुझ्नुहोस्। जब कर्मलाई सेवा बनाइन्छ तब धन आफै प्रसाद झै छर्छ। मैले तपाईलाई अलिकति भनेको टोटका ओम श्री ह्रीम क्लीम महालक्ष्मी नमः यो मन्त्रको जप यदि तपाई त्यसपछि 30 मिनेटसम्म लगातार गर्नुहुन्छ भने यो टोटका केवल शुक्रबारको दिनमै सबैभन्दा राम्रो परिणाम दिन्छ। बाँकी समयमा पनि चाहेमा तपाई मन्त्रको जप निरन्तर गर्न सक्नुहुन्छ। अरू कुरा नगर्नुहोस्। गर्न चाहनुहुन्छ भने तपाईको इच्छा, तर नगरे पनि हुन्छ। केवल यति मात्र गर्दै जानुहोस्। पक्कै पनि तपाईमा धनका नयाँ नयाँ सम्भावनाहरू सक्रिय हुन थाल्नेछन्। शुभ अवसरहरू सिर्जना हुनेछन्। ती अवसरहरूको फाइदा उठाउनुहोस्। ओम श्री ह्रीम क्लीम महालक्ष्मी नमः। ओम श्री हरिम क्लीम महालक्ष्मी नमः। धेरै शक्तिशाली चाल। तपाईले पक्कै पनि प्रयास गर्नुहुनेछ।